अब विद्यार्थी दललाई पनि खारेज गर्ने भन्ने कुरा छ। केही साथीहरू सडकमा पनि आइरहेका छन्। कसरी हेर्नु भएको छ अहिलेको सरकारको काम कार्यलाई? जुन यो एउटा कुरा चलेको छ कि विद्यार्थी सङ्गठन खारेज हुनुपर्छ। विद्यार्थी सङ्गठनको नाममा यहाँनिर चाहिँ तपाईँको एउटा यो नेताहरू उत्पादन गर्ने, नेताहरूको च्याप्लेसी गर्ने एउटा यो चाहिँ भाडो भएको छ क्या विद्यार्थी सङ्गठन। विद्यार्थी सङ्गठनले अहिलेसम्म के राम्रो काम गरेको छ? धेरै टाढो कुरा जाँदिनँ म। अस्ति भाद्र 23 र 24मा विद्यार्थीहरूको स्कुलको ड्रेसमा विद्यार्थीलाई ड्याङ्गी गोल लाग्दाखेरि, केपी सरकार हुँदाखेरि एउटा सङ्गठन विद्यार्थी सङ्गठनको मान्छे एकदम रोडमा आयो, केही माग मुद्दा लिएर आएन नि त। त्यो मात्र छोडिदिनु, विदेशमा स्टुडेन्ट भिजामा गएका स्टुडेन्टहरू फसिराख्दाखेरि, मृत्यु भइराख्दाखेरि एकजना विद्यार्थी सङ्गठनको मान्छे रोडमा आउँदैन नि त। भनेपछि विद्यार्थी सङ्गठन के को लागि खोलेको हो? म पनि नेभी सङ्घमा योभन्दा 8 वर्ष अगाडि थिएँ आबद्ध भएको। तर विद्यार्थी सङ्गठनको नाममा राजनीतिक चलखेल हुन्छ। यहाँ पढ्नु गएको ठाउँमा यहाँ राजनीतिक घुसाइदिन्छ अनि नेताहरूको झोला बोक्नु र नेताहरूको च्याप्लेसी गरेर सिकाइन्छ। अनि वान अफ द बेस्ट हाम्रो पार्टी या हाम्रो पार्टीको झन्डा भन्ने एउटा उहाँहरूलाई चाहिँ नलेज दिइन्छ। त्यस कारणले 8 वर्ष अगाडि नै मैले जब म 8 क्लासमा पढ्दाखेरि नै मैले त्यो क्षेत्र मैले छोड्दा हो। जब कि म दुई महिना प्रवेश गरेर त्यहाँको सिद्धान्त बुझेर, विद्यार्थी सङ्गठनहरूको सिद्धान्त बुझेर, नेभी सङ्घ अन्य राष्ट्रिय बिउहरूको सिद्धान्त बुझेर मैले चाहिँ त्यो पार्टी त्यस्तो सङ्गठनमा आबद्ध भएन। त्यस कारणले खारेज हुनुपर्छ यो कुराहरू होइन। विद्यार्थी सङ्गठनले उठाएका माग मुद्दाहरू खै अहिलेसम्म कहाँ कार्यान्वयन भएको छ हेर्नु न होइन। उहाँहरू सिर्फ आफ्नै मात्र जसले विद्यार्थी सङ्गठन चलाइराख्नु भएको छ उहाँहरूको मात्रै त यहाँनिर त उहाँहरूले मात्रै स्पेस पाउनु भएको छ नि त। अहिले यहाँ हजारौँ विद्यार्थीहरू त विदेश जानु परेको छ। यहाँ ब्याचलर गरेको विद्यार्थीहरू नेपालमा कसले जागिर खाएको छ कि वास्तवमा भन्ने हो भने त्यतिखेर आवाज उठाउँछ विद्यार्थी सङ्गठनको मान्छेले। त्यसले उठाएको थियो विद्यार्थी सङ्गठनको स्टुडेन्टहरूले उठाउनु भएको थियो, उहाँहरूको नेतृत्वहरूले उठाउनु भएको थियो। विद्यार्थीको हक हितको लागि हरेक ठाउँमा आवाज उठाएको छ अरे क्या विद्यार्थी दलहरू। आवाज उठाउनु ठुलो कुरा होइन, कार्यान्वयन हुनु ठुलो कुरा हो। जबकि स्टुडेन्टहरूले ब्याचलर पास गरेर बित्तिकै उहाँहरू विदेशमा बेचिनु परिरहेको छ। त्यतिखेर एकचोटि कोही अभियन्ताहरूले या विद्यार्थी सङ्गठनको कोही मान्छेहरूले आएर आवाज उठाउनु भएको छ। यानि कि त्यहाँ ऋण तिर्न नसकेर विद्यार्थीहरू विदेशमा गएर मर्नु परेको छ, त्यो विषयमा उठाउनु भएको छ। धेरै टाढाको नजाउँ न, भाद्र 23कै घटनालाई हेर्नु न। केपी शर्मा ओलीलाई रिहाई गर्दाखेरि उहाँहरू मुर्दाबाद र जिन्दाबाद गर्दै आउनु भएकाहरू स्कुलको ड्रेसमा गोली ड्याङ लाएर मर्दाखेरि उहाँहरूको लागि आत्माले शान्ति पास भन्छ रोडमा नआउनेहरू निर्दयहरू। जेएनजी आन्दोलनलाई नै उहाँहरूले त त्यसलाई नै उहाँहरूले आन्दोलनमा लिनु भएकै छैन। त्यो त विद्रोह अथवा आतङ्ककारीको उपनाम दिइराख्नु भएको छ क्या। त्यो जसरी संसद भवन जल्यो, जसरी चाहिँ सर्वोच्च अदालतहरू जल्यो, त्यसलाई नै उहाँहरूले त मान्नु भएको छैन। सर्वप्रथम त मुद्दालाई नै उहाँहरूले सम्बोधन गर्नुभएको छ। त्यसो भए 18 जना मर्नु भएको शहीद भएको एआई हो त? त्यसो भए देशको संरचना ध्वस्त भएको एआई हो त? होइन, एआई त होइन होला नि त। शेरबहादुरको घरमा पैसा चलेको एआई भन्दै हुन्छ, यो एआई हो त? होइन नि त। उहाँहरूले जस्तो विद्यार्थी सङ्गठनको कुरा आयो, मैले धेरै टाढा कुरा गरिनँ। जस्तै जे भए पनि त स्टुडेन्टहरू युनिफर्ममा आएर गोली लगेर मृत्यु भएको छ, यो कुरामा आवाज उठाउनु भयो उहाँहरूले। मेरो आपत्ति यहाँ हो कि स्टुडेन्टहरू विदेशमा गएर अघि भने मैले स्टुडेन्टहरू विदेशमा गएर चाहिँ उहाँहरू ऋणको थेक्नु नसकेर, ऋणको भारी थेक्नु नसकेर, त्यहाँ जब नपाएर, नेपालमा जब नपाएर, विदेशमा पनि जब नपाएर मरिराख्दाखेरि उहाँहरू कहिले रोडमा आउनुभयो? एमाले सरकार हुँदाखेरि, केपी सरकार हुँदाखेरि कहिले रोडमा आउनुभयो? कोही पीडितहरू अहिले यहाँ यो माइती घर मण्डलमा 101 पीडित आउनुहुन्छ। कुन सरकार हुँदाखेरि? एमाले सरकार हुँदाखेरि होइन। एकचोटि नेभी सङ्घको मान्छेहरू आउनुहुन्छ, यहाँ आउनुहुन्न नि त। एउटा कुरा प्रश्न भन्नुहोस् तपाईँले, कम्तीमा एउटा कुरा के प्रश्न भनिदिनुहोस् भने अब आजबाट देशव्यापी रूपमा विद्यार्थी दलहरूको आन्दोलन सुरु भयो। तपाईँहरू जेएनजी घाइतेहरू, जेएनजी अभियन्ताहरू, अब तपाईँहरू न्युट्रलमा बस्नुहुन्छ कि सरकारको पक्षमा तपाईँहरू बस्नुहुन्छ कि या विद्यार्थी दललाई समर्थन गर्नुहुन्छ? के गर्नुहुन्छ? तपाईँहरूको भूमिका कस्तो हुन्छ? माग मुद्दा के छ भन्ने हो, सपोर्ट गर्नको लागि उहाँहरूको सिद्धान्तको पछाडि हिँड्नको लागि माग मुद्दा कस्तो छ भन्नेमा भर पर्छ। माग मुद्दा त खारेज गर्न हुँदैन। विद्यार्थी दल यो